हेलो साथीहरु, रविदाई यानी कि म मिस्टर अटो भ्लगर रविदाई र बिर्ता मोडमा हामी घुम्ने क्रम छ र बिर्ता मोडमा अब हामी मान्छे चलाउँदै छौं र मान्छे अब को चढ्नु हुन्छ थाहा छैन। रेगुलर रूपमा तपाईलाई देखाउनुहुन्छ रविदाईले उहाँको भ्लग टेम्पो भ्लग बहुत गाइजहरु अर्को टिपको पर्खाइमा रविदाई बसिराख्नु भएको छ र मान्छेहरु नआएको अवस्था छ, त्यसैले टाउको चिलाइरहेछ। साला लाइफमा एकछिन साला पैसा समात्न पाएन, साला टाउकोमा खुजली हुन्छ रे, साला पसिना हुन्छ, दाँत चिलाउँछ रे, मनमा कुलबुल हुन्छ रे बहुत। अब हेर्दै जाउँ मेरो नेक्स्टमा एपिसोडमा को आउनुहुन्छ मेरो प्यासेन्जर र कहाँको यात्रा गर्नुपर्छ हामीले थाहा छैन। रविदाई पर्खाइमा हुनुहुन्छ एकदम। साथीहरु बिर्ता मठमा चाहिँ सला कुकुरले हड्डी खोजे जस्तै सला अन टेम्पोमा मान्छे खोज्नुपर्छ, तर पनि मान्छे भेट्ने कुनै सम्भावना छैन। कसैले पनि जाउँ भन्दा साथीहरु रविदाई पर्खाइमै हुनुहुन्छ। कुन मुर्गा फस्ने हो थाहा छैन। अब कतिको मुर्गा फस्ने हो, 30 रुपैयाँ 50 रुपैयाँ 100 रुपैयाँ थाहा छैन। पुरै खुलबुल भइरहेछ साला रे। साथीहरु बिर्तामठ बजारमा चाहिँ एकदम लाटाले पापा हेरे जस्तो हेर्नु परिरहेछ। यो आशाका घडी कहिलेसम्म हो, आशामा डुबिरहेछ। थाहा छैन को आउने हो यहाँ। र साथीहरु पैसा कमाउन चाहिँ आसान नै रे बच्चु, सजिलो छैन के पैसा कमाउन यार। कति पापड बेल्नु पर्छ रे, हेर्नुस् अटोमा। गाइजहरु पैसा भएका बुद्धि नभएकाहरु को आउने हो थाहा छैन। अब यहाँ हेरौँ त, पैसा भएका बुद्धि नभएकालाई खोज्नु पर्यो गाइजहरु। अब हेरौँ यो अटोमा कुन चाहिँ आउने हो अझ फेरि थाहा छैन। त्यसैले साथीहरु पैसा कमाउन चाहिँ आसान छैन के जिन्दगीमा। साला पैसा कमाउँदा साला पैसाको पछि भाग्दा साला बुढा भइसक्यो। अरे कहाँ जाने हो दाइ? साला बोल्नु हुन्न यार, साला सब देखो, साला सब खाली है। अरे